केही महान आत्माहरू छन् जसलाई लाग्छ सडक उनीहरूकै निजी वीरता हो। ट्राफिक नियम त कमजोरहरूका लागि हो। नम्बर प्लेट राख्ने ठाउँमा खपेट्टो राखे आफू भिआइपी देखिन्छ। यो चाहिँ मोडिफाई गरेको नम्बर प्लेटै छैन, यसमा नम्बर प्लेट छैन। अब यसमा चाहिँ अब यो यसको ओरिजिनल स्वरूपमा आउनु पर्यो क्या यो। अनि साइलेन्सर परिवर्तन गरेर कान फोड्ने आवाज निकालेर सहरभरि आतंक मचाउँदा आफूलाई सबैले राम्रो सोच्छन्। यसरी सहर नै आतंकित हुने आवाज निकालेर मोटरसाइकल दौडाउँदा बिरामी वृद्ध वृद्धाको मुटु काप्छ। साना नानी बाबुहरू झसङ्ग भएर उठ्छन्, निन्द्रा बिग्रिन्छ, पढाइ बर्बाद हुन्छ। सडकमा हिँड्ने यात्रुहरूको होस उठ्छ, तर यिनीहरूलाई त्यो मतलब हुँदैन। बस आफू हुइकिन पाए पुग्छ। उनीहरू आफूलाई यस्तो सोच्छन्, मोटरसाइकल होइन कुनै फाइटर विमान चढेका छन्। यो बाइकहरू चाहिँ यसको ओरिजिनल स्वरूप चाहिँ परिवर्तन गरेर यो विशेष गरेर साइलेन्सरहरू चेन्ज गर्ने, रातको समयमा आम जनताहरूलाई चाहिँ यो अराजकता फैलाएको छ। यो सम्पूर्ण आम जनताहरूलाई चाहिँ एकदमै समस्या पारेको छ। रातिको समयमा ठुलो साउन्डहरू ध्वनि प्रदूषण गर्ने, यसले गर्दाखेरि वृद्ध वृद्धाहरू, मुटुको रोगी भएका वृद्ध वृद्धाहरूलाई पनि एउटा किसिमको समस्या पर्छ भने अर्को चाहिँ अब परीक्षा आइरहेको हुन्छ, विद्यार्थीहरूलाई पनि डिस्टर्ब भइरहेको। यसका साथसाथै सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ यसले डिस्टर्ब गरिरहेको छ। यस्तो आतंक मचाउने मोटरसाइकललाई अहिले बाँके ट्राफिक प्रहरीले खोजी खोजी छोप्न थालेको छ। मोटरसाइकलको वास्तविक साइलेन्सर परिवर्तन गरेर सहर नै थर्काउने गरी चलाउने, आतंक मचाउने र ध्वनि प्रदूषण गरेको जनगुनासो आएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिने अभियान थालेको बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुख पुष्कर राज पन्त बताउँछन्। यसको तपाईले अघि साउन्ड पनि सुन्न सक्नुभयो, पुरै पड्काउने टाइपको छ। यसमा पनि यो साइलेन्सर चेन्ज भएको, यो मोडिफाई भएको बाइकहरू हुन्। ट्राफिक प्रहरीले अहिलेसम्म यसरी ठूलो आवाज निकाल्ने 32 वटा मोटरसाइकललाई कारवाही गरेको छ। साथै मोटरसाइकलको वास्तविक रङ र संरचना तोडमोड गरी अनौठो स्वरूप दिएकाहरूलाई पनि नियन्त्रणमा लिएको छ। ट्राफिक प्रमुख पन्त भन्छन्, सहरमा आतंक मचाउने कुनै पनि व्यक्तिले उन्मुक्ति पाउने छैन। यो ध्वनि प्रदूषण गरेर तपाईहरूको समाजमा हल्ला गर्ने, अशान्ति मचाउने यस्ता किसिमका सवारी साधनहरू, दुई पाङ्ग्रे सवारी साधनहरू तपाईको वडा एरियामा देखिन्छन् भने त्यस्ता सवारी साधनहरूको बाइक नम्बर टिपेर हाम्रो जिल्ला प्रहरी कार्यालय, यसै जिल्ला ट्राफिक प्रहरी कार्यालय अथवा नजिकको प्रहरीलाई चाहिँ तपाईले जानकारी गराइदिनु भयो भने हामी त्यसको यातायात व्यवस्था कार्यालयबाट डिटेल मागेर पनि त्यस्ता किसिमका बाइकहरू चाहिँ हामी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गर्नेछौँ भन्ने पनि चाहन्छु। र यो अराजकता फैलाउने किसिमका यस्ता किसिमका बाइकहरू नियन्त्रण गर्नमा हामी ट्राफिक प्रहरी, सिभिल प्रहरीले एक्लैले मात्रै अलिकति सम्भव छैन। त्यसको लागि तपाईहरूको पनि हामीलाई सूचनाको सहयोग आवश्यक छ। सूचना दिनुस् पनि भन्न चाहन्छु। यो स्वरूप परिवर्तन गर्न चाहिँ वास्तवमा पाइँदैन, यो कानुन विपरीत हुन्छ। यसको लागि हामीले विभिन्न समयमा चेक जाँचको क्रममा यस्ता स्वरूप परिवर्तन गरेका सवारी साधनहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिरहेकै हो। यो तपाईले देख्नु भएको हुन्छ। यो 32 वटा साइलेन्सरहरू यो आर्थिक वर्षमा हामीले चेन्ज गरेर उहाँहरूलाई कानुन बमोजिम कारबाही गरिसकेका छौँ। र अहिले आएर आम जनमानसमा चाहिँ यसले धेरै ठुलो असर पारेर ठुलो गुनासो आयो हामी कहाँ। यसलाई चाहिँ विशेष रूपमा हेरिदिनु पर्यो भन्ने गुनासो आइसके पश्चात हामीले चाहिँ अहिले विशेष टोली नै परिचालन गरेका छौँ। यो मोडिफाई गरेका, स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण गर्ने सवारी, विशेष गरेर दुई पाङ्ग्री बाइकहरूलाई नियन्त्रणमा लिनको लागि विशेष अभियान सञ्चालन गरेका छौँ। त्यही अनुसार हाम्रो यो 2 दिनमा यो तपाईले देखिराख्नु भएको छ, यो 6 वटा बाइकहरू अहिले हामीले नियन्त्रणमा लिएर आवश्यक कानुन बमोजिम कारबाहीको लागि यातायात व्यवस्था कार्यालयमा पठाइरहेका छौँ।